काफल 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 गेडी कुटुक्कै भयो भुतुक्कै। के हो यो भाइ हो किन बसे यसरी? जाडो पनि क्या हट भइदिरा पानी चाहिँ ठुलो परेको अवस्था। ओ सल्लाह भागो 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 मैन भलिबल कौन है ये कहाँ से आया? घरमा नजा बाबु नजा भन्दा थियो नि के गर्छ अब। हेलो गाइज वेलकम छ फेरि मेरो नयाँ भ्लगमा हैन। आज चाहिँ हामी चाहिँ काफल खान जाँदैछौँ। हाम्रो केटाहरू चाहिँ अगाडि अगाडि हिँडिसकेको छौँ। म चाहिँ पछाडि पछाडि काफलको बोट रेकी अथवा अवलोकन गर्दै हिँडेको छु हैन। अनि हेर्नु सक्नुहुन्छ यो के को बोट हो यो? केटाहरूले काफलको बोट देखे जस्तो छ। भाग 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 भाग। ल यहाँ चाहिँ काफलको बोट भेटिएको अवस्था। पाक्यो भन्दा नि काँचो हन्टिङ। ल हेर्न सक्नुहुन्छ हरिया हरिया काफल। यसपालि चाहिँ काफल खासै कोही खान आएनन् जस्तो हो। सबै झरेर भइमा पुगिसकेको अवस्थामा खान काफलहरू हेर्नुभयो। चढ चढ चढ। काफलको स्वाद मुखै बिग्रने या त। त सक्दैन से नचढ समीप। अलि हामी चाहिँ अब अलि माथि एक दुईटा बोट छ कि हेरौँ। त सक्दैन से। बोट त रहेछ। बाँदर हो कि मान्छे हो यो? अब हामी यहाँ काफलको बोट चाहिँ धेरै छन् हैन, तर काफल चाहिँ छैन। ल त्यहाँ पनि रहेछ यहाँ पनि रहेछ। त्यसो गाइज काफल ल हेर्न सक्नुहुन्छ काफल। काफल चाहिँ डेन्जर रहेछ योबाट। स्वाद परिरहेछ। काफल 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 गेडी कुटुक्कै भयो भुतुक्कै। चढ्न चढ। अघि नै के बोट राख्नुपर्छ जस्तो हो बरु। मासु यहाँ कति काफल मासतिर जाने अनि मासतिर भेटेन भने आर्मी क्याम्पतिर त आर्मीले उता वन पहाड चाहिँ जम्मा न यहाँ माथि नै अझै बोट त हुन्छ यहाँ माथि न। हेरौँ न त जाउँ। अलि धेरै नै टाढा भयो। तुमुनिको मात्रै थियो सलिनाकोबाट अघि थियो त्यसमा हतार गरे। याद गर्नु यो बाटोहरू यिनीहरूलाई धेरै धेरै चाहिएको क्या। अस्ति सबिनले कहाँको बोट हालेको थियो काफलमा? त्यो खवासीको त्यो त कति थियो त? त्यसमा त थियो नि खवासीमा त बना कम थियो त अस्ति। त्यही भएर त म अझै छ कि भनेर यतातिर आएको। पहिला अलिअलि स्वाद पनि गरी खाउँ अनि टिपाउँला है अलिअलि। यहाँ मात्रै भन्ने हो काफल छैन। ल म चढ्छु। म चढ्छु। हेर अब म चढ्छु। माथि भिडियो खिच्छु कि पहिला म चढ्छु हेर्न यहाँ खिच। पहिला त चढ्न सक्दिनँ अहिले त सक्छु कि सक्दिनँ म। ओहो आइया आम पार्छ खान एकचोटि। के बोले भाइ? के बोले? उता हाँगा कस्तो दामी रहेछ। खोइ एक फोटो खिचाउँ त। अरेको फोटो उयो है उयो त्यहाँ क्यामेराको काफल त राखेँ त। ल सर कि मन चढ्छु। त्यति धेरै अड्दैन एउटा खोज्नु न तरमा बरु। जाउँ ल आसो हामी आन ल समित काफल गर्मी छ यहाँ चाहिँ है। अब काफल खाउँ। ध्यान बनाऊ के गरी खिचाएर तैँले मैले त्यो किर्तामा हाल्नु लगाएको छु। होइन भइसक्यो। गुलिएर छ मासु छोड्न होइन बे गोली खान
हुन्छ तेरो मेरो काफल कस्तो गुलिएर छ हो यो झन् गुलियो खै त मैले एउटा देखेँ पानी परेको अवस्था यहाँ चाहिँ पुरै ओ पानी पानी भयो मेरो मन पनि पानी आयो के हो यो भाइ हो किन बसे यसरी काफल कति भयो त ए ल खत्तम भइगयो नि ल जाउँ तलतिर अब हुन्छ हावाहुरी पानी एकदम यहाँ चाहिँ पुरै ओ त लाग्यो काफल खान आएको ग्रुप पानी नयाँ ज्याकेटको माया लागेर तल खोलेर गएको ज्याकेटै घुर्छ लिएर आउनु पर्दैन कस्तो मान्छे होला त्यसो बनाउँदै गर्दा ओहो ओहो रसिलो काफल ओहो भाग्यो हेर्नु सक्नुहुन्छ हाम्रो ग्याङको चाहिँ एकजनाको चाहिँ ज्याकेट हराएको छ अब चाहिँ हामी ज्याकेट खोज्नु जानुपर्ने हुन्छ कसले लायो त ज्याकेट यहाँ धेरै गहिरो प्रश्न छ कहाँ गयो ज्याकेट कसरी हरायो मैं तो लुटपुट गया हामी यहीँबाट आएको कोही लहेर छु जाडो पनि क्या हट भइदिरह फिर नगर ज्याकेट भेटिन्छ मम्मीले केही गर्दैनन् होइन यति कसले राख्यो सरी ज्याकेट यता ज्याकेट भेटेको अवस्था देखा ओहो ज्याकेट लगाइहाल्ला जाडो भएकोले वनमा ज्याकेट पनि भेटियो जाउँ तलतिर अब चौधरी हाउसिङ छ नि त ल ल हामी चाहिँ तलतिर ओर्लिँदैछौँ छैन के काफल खाएर जस्तो नि झन् आफै धोइयो नि अहिले पहिला अस्ति आफै धोइ सब पानीले आफै धोइदियो के हो निद्रा चुर भएको अवस्था गाह्रो ओर्लिँदैछौँ होइन पानी चाहिँ ठुलो परेको अवस्था भागो के खान आएको बुढी झोलमा डुबे हेर्नु सक्नुहुन्छ घरमा नजा बाबु नजा भन्दा थियो नि के गर्छ अब
आइफोनलाई समेत राख्यो हामी चाहिँ फर्किसकेका छौँ काफल खानु सट्टा पानी खाएर हेर्न सक्नुहुन्छ मिठाचुर क्यान्डल पनि ठुलो आयो होला अहिले त ओहो आजको काफल खाइ कस्तो भयो समीप ल आज काफल खाइ कस्तो भयो ल भने पानी आएर ल बग्दै नबगेको क्यान्डल यत्रो भएछ अनि हेर्न सक्नुहुन्छ गाइज रोपाई